ल साथीहरू के छ खबर? मैले चाहिँ हिजो हाम्रो भाइरल बोय विनोदको भिडियो फेसबुकमा देखेको थिएँ, जो चाहिँ मलाई हल्का फनी टाइपको लाग्यो र राम्रो पनि लाग्यो। तपाईँहरूलाई पनि सेयर गर्छु, मिलेर हेर मैले त्यो भिडियो चाहिँ कस्तो छ भनेर। अन्जुसँग बिहे गर्नु पर्यो भने विनोद भाइले स्वीकार्नुहुन्छ? त्यो त टाइम आएपछि केही होइन, के हुन्छ कस्तो हुन्छ त्यो त अब होइन, अब सोध्न पाइयो। अब ऊ पनि अब सिङ्गल हुनुहुन्छ। सिङ्गल भयो पनि अब ट्यापाखामा लग्नु त भएन के अरे। दाइहरूले सबैले के योसँग बिहा गर भनेर जिस्काउँछन्, अनि त्यसपछि अलि झोकिन्छु, अनि त्यसपछि खिचा अन्जुलाई तपाईँ भनेर जिस्काउँदा चाहिँ तपाईँलाई रिस उठ्या छैन अहिले? नै छैन। ए भनेपछि केही राम्रै शुभ सङ्केतै होला है। हातेरी यार, यहाँ रिसाएर कहाँ जाने म? काठमाडौँ केही थाहै छैन। रिसाउनु भयो त्यहाँ अहिले त के भन्थ्यो भने अब नै तपाईँहरूले ज्यादै उ त गर्नु भएन त्यहाँ त। अरे मस्तले अब खिचाएपछि रिसाले के भने काम पेल्यो बेसी गरी रिसा जस्तो गरेर के भने सुइटै गरिदियो। काठमाडौँ चाहिँ कहाँ घुम्नुभयो तपाईँ अहिले? स्टुडियो मात्रै गएको छु, त्यस्तो अन्त कहीँ घुमेको छैन। कता कता लग्नुहुन्छ, कता कता अब त्यो अलिअलि कहीँ यस्तो ठाउँबाट यस्तो ठाउँ घुस्नुपर्छ भन्ने अलिअलि कोही याद छ, अब याद भइजान्छ। के नाम थाहा भयो काठमाडौँको? नाम के नामहरू हुन्छ नि यहाँको ठाउँको नाम? अब अहिले हामी बाग बजारमा छौँ, यस्तै ठाउँहरू के? त्यो त मलाई कुन बजार कस्तो बजार त्यो केही थाहा छैन मलाई। केही थाहा छैन। तपाईँहरू अहिले कहाँ बस्नु भएको छ त्यो पनि थाहा छ? अहिले हामी उहाँ खोइ मलाई त्यो पनि थाहा छैन। मलाई हेर्न त्यो नाम उ गर्ने नै अब गीत पठाइदिनुहुन्छ, यो गीत गर्नु पऱ्यो भने त्यो गीत कण्ठ गऱ्यो। अब त्यो यस्तो ठाउँ बसेको छ भने त्यो पनि कहाँ उठ्छ। अनि सम्बन्ध बिग्रिन्न विनोदसँग? बिग्रिँदैन। विनोदले फेरि कसरी लिने चाहिँ सीमित छ। विनोदले कसरी लिने हो फेरि यो कुरालाई? म त जस्तालाई त्यस्तै गर्ने। नै नराम्रो गर्नुहुन्न मान्छे भएपछि होइन, कसैले नमस्ते गऱ्यो नमस्ते फर्काउनु पर्छ, त्यस्तो त्यो घमण्ड गर्नु हुँदैन। उनले भन्न खोजेको झ्याट्टै फ्याट्टै भन्न सक्दैनन्, पछिको कुरा गरेर पछि कसैले देख्दैन होइन। तर अहिले चाहिँ यो साङ्गीतिक जोडीमै सीमित छ भन्न खोजेको उसले। सबै कुरा अब कहिले अब मायालाई अब थाहा हुन्छ, अब हे पछि हो ल्या त्यस्तो। अब गोठाले हिँड्ने आफूभन्दा अग्लो लट्ठी समात्ने, अनि त्यसो भएपछि अनि कहाँ लट्ठी हरायो कि छ? ए देख्नु पो लट्ठी छ घरमा। हजुर गोठालो हिँड्दाखेरिको लट्ठी छ। हजुर अब अहिले त भाइले युज गरेर होला। कतिवटासम्म अब गाई बाख्रा चलाउनु भएको छ तपाईँले? मैले 16वटासम्म बाख्रा चलाएको छु, अनि गोरु चाहिँ 3-4वटा। तर यस्तो हुन्छ गोरु र बाख्रासँग हिँड्दैन, बाख्रा छिटो हिँड्छ, गोरु ढिला हुन्छ। अब गोरुलाई त घरतिर चरायो भने हुन्छ, बाख्रा त धेरै टाढो लाग्नुपर्छ, जङ्गलतिर जान्छ नि। हजुर कहिलेकाहीँ जङ्गलमा बाख्राहरू पनि हराछन्? जङ्गलमै बसेको छ रातभरि हराएर। तपाईँ पनि? कहाँ म हराउनु? होइन, म त तपाईँ खोज्न जाने बेलामा जङ्गलमै रातभरि घुम्नुभयो कि? नै त्यस्तो भएन। म अलि बसे पनि अब बाख्रा हरायो भने 7-8 बजेसम्म उतै जङ्गलतिर अँध्यारो खोज्यो, भेटिन भने फर्क्यो, अनि बिहान खोज्ने। बाघहरू देख्नु भएको छ कि छैन जङ्गलमा? बाघ त देखाएको छैन, अब तर बाख्राभरि खाएको छ। बाख्रा देखाएको छ? हजुर हाम्रो घरैबाट गोठबाट तानिदिएको बाघ। अन्जुसँग नि छ बाख्राहरू चराएको, गाईहरू चराएको, घाँस काटे त सोध्नै परेन छोरी मान्छेले होइन? घाँस भनेको त घाँस दाउरा भनेको त त्यो त छोरीले सोध्नै पर्दैन क्या, घाँस र दाउराको बारेमा, अनि अब खानाको बारेमा। बाख्रा त म सानो हुँदा त बुवा मम्मीले कहीँ साथमा लग्नुभयो भने त त्यो थाहा भएन, तर त्यहाँ पछि चाहिँ गोरु चाहिँ चराउँथे। बाख्रा होइन, गोरु अनि भैँसी, घाँस काट्ने, दाउरा काट्ने, पानी ल्याउने, त्यही हो काम मेरो। भैँसीको दुध पनि दुनु भएको छ कि छैन तपाईँले? त्यति साह्रो त आउँदैन, हल्का हल्का दुन्थे, तर मोही गर्थे। मिठो हुन्छ है? मिठो हुन्छ। भैँसीको मोही त साह्रै मनपर्छ नि त।
गाई पनि दुहेको छु। कस्तो राम्रो। तपाईँसँग छ यस्तो एक्सपिरियन्सहरू? छैन। मोही बनाउन आउँछ कि आउँदैन? त्यस्तो गाई भैँसी छैन। गाई भैँसी गाई भैँसी मतलब भैँसी छैन। अब मै पारे पनि अब त्यो अब गाई हो दुध दुहे अब त्यो मै पार्ने अलिक दिनु पनि त पऱ्यो कि अब त्यो दुध दुध त्यो दही हुन पान्न दुध खाइसकिन्छ अनि दही मन पर्दैन क्या मलाई यो त्यही भएर दुध त फेभरेट हो। यो दही चुगिलो हुन्छ ज्यादा अलिक धेरै चुगिलो भयो भने मन पर्दैन मलाई चुगिलो अनि मोलो खाँदैन म। मोलो भनेको गुलियो ए ओके। भाषा नै फरक छ मोलो भनेको के। गुलियो चाहिँ मिठो बङ्गाली भाषा। ए बङ्गाली भाषा है। ए चुकिलो भनेको चाहिँ अमिलो। त्यो चाहिँ मैले बुझेँ। चुकिलो त हाम्रोमा पनि चुकिलो नै भन्छ गाउँमा त। चुकिलो अब हामीले त्यसो भए त अब काठमाडौँमा हाम्रै गाउँको भाषा फैलाउनु पर्छ। अलिकति बोलौँ न अलिकति अब तपाईँ र तपाईँको भाषा मिक्स गरेर बोल्न